अब यहाँबाट हामी कन्टिन्यू अब भ्लग है यहाँबाट चाहिँ भ्लग हामी स्टार्ट अब फेरि इट्स अ न्यू डे न्यू डाउन अब यहाँबाट अब चाहिँ एउटा सानो हाइक along the river bed त्यसपछि चाहिँ we going to के परे डल्ले नाम अब जिन्दबाइन होइन after the hike क्लाक गोज जाने त्यसपछि चाहिँ अनि त्यहाँबाट चाहिँ अनि त्यसपछि चाहिँ नि एयरबिएनबी गरेको छ के अरे जिन्दबाइनमा त्यसपछि विल बी देयर है त ल catch you later alligator bye ल आज हाम्रो थर्ड डे ब्लू वाटर होल्स ट्रेल रहेछ टु कुनी के क्लार्क गोज भन्ने कि के भन्ने ठाउँमा रहेछ है त नो इतै आलन हाई गरिदिउँ ल यता हाम्रो क्रू पा जाने कतिवटा पानी पुगिसक्नु त्यता हो क्लार्क गोज वक ल यही रहेछ ल हाम्रो स्टार्ट होइन त ट्रेल वक होइन त ट्रेल वक स्टार्ट हो त खोइ ल हाम्रो टुना सुना लन्च प्याकहरू थियो त्यो बोक्नु भुलेछ त्यहाँ अट्छ होला नि झोलामा है हामी चाहिँ झर्दै गर्छौँ छिट्टाए चाहिँ डल्ले हामी जाँदै गर्छौँ बिस्तारी बा बाउको रहरले छोरोलाई बोकेर जाने खै गए कहीँ गयो म बोकौँ किन जान तँ जा अनि त्यहाँ पारिबाट खिच्न मेरो यसरी खिच है खिच्दा म तिमीहरू गएको पहिला खिच्छु के हुन्न के ओ पापा मम्मा ओइ First river crossing towards Clark Gorge Trail. Alang malang. Hi गर्दै आइ आऊ छिटो आऊ चिसो हुन्छ त्यहाँ छिटो आऊ अलाङ
आउनु पर्ने रहेछ क्या यताबाट त्यहाँ हेर न ल्याऊ चिप्लिन्छ झन् दाइ कस्तो चिसो खै मलाई त क्या पोलेको क्या दुखेको क्या होइन म जान्छु पर्खे म यो खिचिहाल्छु अन्त जान्छु Baby. Clark's Goth. Hey. त्यही त नि कोड बोल्यो है कोडमा बोल्यो बा भनिसक्यो है उसले एन्सर दिइसक्यो एन्सर आइसक्यो बा त्यो चाहिँ अब हामीले बुझ्नुपर्छ अब हेर पुतली हेर सर है कति हेर पुतली
कोलम्यान वाटरफल चाहिँ रहेछ। अलिकति अप्ठ्यारो बाटो भनेको चाहिँ यहाँनिर रहेछ अलिकति, तर त्यस्तो त गाह्रो त होइन। गाह्रो त अब खतरा खतरा गाह्रो हुन्छ नि। जाउँ। कुलमानको धरनामा आइपुग्यो हामी। कुलमानको गोप्य समूह यहाँनिर अलिकति अप्ठ्यारो रहेछ। पक म आउँछु त्यहाँ, त्यसपछि तँ यता आइज। यस्तो रहेछ। यस यस। अलिकति अप्ठ्यारो रहेछ। अप्ठ्यारो चाहिँ के किसिमले भनेको भन्दा अब मसँग त यहाँ बेबी क्यारी छ नि त, आलाङ छ, नभए त मान्छे हिँडेर आउने हो नि त। त्यस्तो गाह्रो हामी चाहिँ अब तल आइपुगिसकेको छौँ। एज यु क्यान सी हामी चाहिँ वाटरफल तल छौँ एट द बाइस अफ द कोलम्यान वाटरफल। अब लन्च है। लन्चमा के छ भन्दाखेरि चाहिँ यो एज यु क्यान सी द यो छ स्यालेड छ होइन, ग्रिन स्यालेड। त्यसमा त्यहाँ बाटोमा आउँदा आउँदै वम्ब्याट, मरेको वम्ब्याट भेट्यो, त्यसलाई राखेर खाइदिएको। यता देऊ पापा, देऊ यता पापा, देऊ देऊ छोरा, यता देऊ पापा, देऊ। थ्याङ्क यू छोरा। ल के बोल्दैन त। मलाई अघि भोक लाग्यो भनेर सबैजना हाँसिरहेको थिएँ। मलाई भोक लाग्यो हाँसिरहेको थिएँ। भ्लगर नै किटोसिसले हालिसक्यो 2टा च्यान्डिस हालेर। किटोसिस भएर हानिरहेको छ। जे दियो त्यही खाइरहेको छ। गुड बोय छोरा, गुड बोय। कुलमानको हाम्रो यो वाटरफल रहेछ। अब एकछिनमा अब एक्सप्लोर गर्ने हामी भर्खर आएर ब्रेक लिएको, अब एक्सप्लोर गर्नुपर्छ एकछिन।
त्यहाँको त 20 त बारे दु वाटरफल चाहिँ यस्तो रहेछ ल कुराहरू पनि के नाम चाहिँ खत्रै राख्छ ओइ के छ हालखबर हालक मालक ए हाँस्छ नि डक्टरले वाटर हो भनेर वाटर हो यहाँ चाहिँ वाटर हो हेरिरहेछ त तिमीलाई ए हो वाटर नामले बिकायो कि ल ठिकै छ स्क्याम Once again we are scammed. ल यस्तो रहेछ अब भ्लग हेर्नेले देखिहालेको छ भने चाहिँ यही हो 200 मिटर यहाँदेखि माथि कार पार्क 200 मिटर यहाँदेखि पर चाहिँ त्यही उता तल कोलम्यान वाटरफल जाने पुग्ने चाहिँ पर एउटा जङ्सन छ त्यहाँबाट 200 उता 200 उता कार पार्क बेलासम्म त उहाँहरू यही घोडाले चाहिँ दादा हो उयो के अरे उहाँ झन् नजिकदेखि के अरे Bromby Bumbry, let's say wild Bromby. अहिले हामी जिन्दाबाईमा हाम्रो यहाँ छ है डडल चियर्स जिन्दाबाई छ यहाँ यस्तो छ है अब ओइ नक्कली भर्खर आइपुग्यो हामी अब भर्खर आइपुगेर यस्तो छ अनि यहाँबाट चाहिँ यस्तो माथि चढेर चाहिँ राम्रो रहेछ यस्तो रहेछ राम्रो रहेछ किसिम किसिम ल रहेछ ल
यस्तो रहेछ बिएनबी है यो चाहिँ हाम्रो आजको रात चाहिँ नक्कले ओइ आलन 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 यता देपा क्या यसले यो उ गर्यो नि त अनि उयो के अरे खाएको चाहिँ हामीले यो है स्पाइस खोजेर काट्दाखेरि त पुरा पुगिसक्छ राखिरहेको नि हेर त राम्ररी राखेको रहेछ ल टु बी कन्टिन्युड के छ त हामीले के अहिलेलाई के भन्नुपर्ने हाम्रो चाहिँ यो पाक्ने चाहिँ यसमा पाक्छ आज मोमो पाक्छ जस्तो होला नि 3:30 त होइन 8:07 भयो 8 बज्यो अनि किन नसुतेको किन नसुतेको हामी यस्तो रहेछ बाहिर हिजो हामी बसेको ठाउँ अल्पाइन क्याबल्स भन्ने यहाँ चाहिँ एयरबिएनबी बुक गरेको हो यहाँनिर ग्रम्पी रहेछ ग्रम्पी पार्क ग्रिन एन्ड पार्क अब हामी एकछिन तल लेक गएर अनि त्यसपछि फेरि ब्याक टु हाय नक्कले रुम थाल्छ क्या बिस्कुट खाइराख्दाखेरि जाऊ होइन त मस्ती जाऊ तल अब जिन्दाबाई लेक जाने लाइक के फर्किने बेला माथि जाने
चले Stop! What are you doing? No. Okay, my handle's almost kind of ruining the view for this one. Oh, sorry. So that's the road there. Yeah, the track goes down. The track goes down. Because we could also just say walk to the river, down to the river. Oh, I found a bottle of water. Don't touch that. ऊ त्यो रहेछ कि